हेलो गाइज वेलकम टु माई थर्ड ब्लग अफ बार्सिलोना। आज चाहिँ म तपाईहरुलाई मोन्स्ट्रेट द रक माउन्टेन लाँदैछु। सुरुमा मैले मेट्रो चढेँ र स्पानिया भन्ने ठाउँमा झरेँ। त्यहाँबाट चाहिँ तपाईको एफजीसी लेखेको ट्रेन चाहिँ उता जान्थ्यो र मलाई चाहिँ भोक लागेर फेरि अब म चाहिँ बिहानको समय थियो, केही अब सुरुमा केही खान्छु, अब बाटोमा 1-1.5 घन्टै लाग्छ भनेर चाहिँ म केही खानको लागि फेरि स्टेसनबाट बाहिर निस्केँ। स्टेसनबाट बाहिर निस्किँदाखेरि चाहिँ तपाईको यहाँ गर्मी देख्न सक्नुहुन्छ। यो चाहिँ करिब बिहान 8 बजेको समय थियो र यहाँ एउटा मैले कुर्छ बेग भनेर लेखेको देखेँ र म कफी सप खोज्दै जाँदैछु। अब यो कफी सप खोज्दै जाँदा मैले एउटा बेकरी सप देखेँ। त्यहाँनिर गएर चाहिँ मैले अब कफी खाएँ। म चाहिँ डेनमार्कै जस्तै कपमा आउला थोरै आउला भनेर सोचेको थिएँ। एउटा तपाईँको क्रोसेन्ट र कफी खाएँ, आम्मामा यति धेरै दिएँ है। त्यसपछि म फर्केर फेरि दुईवटा टिकट लिएँ। दुईवटा टिकट चाहिँ एउटा चाहिँ जाने टिकट र एउटा आउने टिकट हो। एकैचोटि लिँदा सस्तो पर्दो रहेछ कि जस्तै अब अनि जाने टिकट चाहिँ मेरो केबल कारको थियो, फर्किँदाखेरि चाहिँ तपाईँको ट्रामको थियो। म त्यसरी जानको लागि अनि यीबाट टिकट काटेँ। 2 वेकै काट्दा अलिकति थोरै सस्तो पऱ्यो र टिकट प्राइस चाहिँ अराउन्ड 38 युरो समथिङ त्यस्तै थियो। म चाहिँ अब ट्रेन चढेर यहाँ खोज्दै थिएँ, कहीँ सिट खाली देखेँ तर बसिहाल्न सकेन, किन त्यहाँ बुढाबुढीको साइन देखाएको थियो। अनि त्यो चाहिँ पछि कोही बुढाबुढी मान्छे आयो भने छोडिदिनुपर्छ। हिँड्दै गएँ अनि एउटा सिट भेटेर बसेँ। त्यसपछि मैले यहाँ 100 युरो लेखेको देखेँ। 100 युरो चाहिँ त के थियो भन्दाखेरि यदि टिकट बिना टिकट मान्छे कोही छ भने उसलाई चाहिँ 100 युरो फाइन पर्छ भन्ने हो। र लगभग 15-20 मिनट जति चाहिँ तपाईँको यो अन्डरग्राउन्डमै यो ट्रेन कुदाउँ म त के हो भन्ने भइरहेको थियो होइन। त्यसपछि चाहिँ बल्ल अन्डरग्राउन्डबाट बाहिर निस्केपछि बल्ल अलिकति लामो सास फेरेँ। गर्मी फेरि त्यस्तै यहाँ देख्न सक्नुहुन्छ र ट्रेन चाहिँ हिँड्यो करिब 45 मिनट भनौँ या अराउन्ड 50 मिनट जस्तो भएपछि चाहिँ बल्ल अलिअलि माउन्टेन देख्न थालेको थिएँ। म हिँड्दै थिएँ, देख्दै थिएँ, त्यही अब यही माउन्टेन जान खोजेको थिएँ म चाहिँ। र देख्न सक्नुहुन्छ यहाँनिर त्यहाँ चाहिँ अब म जाँदा चाहिँ मैले भनिहालेँ म केबल कारबाट जाँदैछु र यो सोर्तिदा भन्ने ठाउँमा चाहिँ म झरेँ र झरेपछि अब मान्छे यो सबै जति पनि झरेका छन् सबैजना त्यही हुन्, म्याक्सिमम् 90% मान्छे त्यही हुन्। र गएँ हतार त्यो केबल कारको लाइनमा बसेँ र यहीँसम्म केबल कार देख्न सक्नुहुन्छ। यहीँसम्म होला केबल कार जाने भनेर त्यही पहाड भनेको पछि त त्योदेखि पनि अर्को पहाड चाहिँ जाँदो रहेछ। एकदमै तपाईँको ठाडो खालको चाहिँ अब एकदम हाइट पनि त्यस्तै थियो होइन। र यो केबल कार आइरहेछ देख्न सक्नुहुन्छ। र इन्ट्रान्समा चाहिँ मैले त्यो दाइले टिकट देखाएँ केबल कारको र भित्र 1-2वटा फोटो देखेँ, मैले फोटो खिचेँ। र अब म चाहिँ चढ्नको लागि लाइनमा अगाडि बसेँ। म दोस्रो तेस्रो नम्बरमै लाइनमा थिएँ होइन। अगाडि 2-4 जना चाइनिजहरू थिए र म त्यहाँ चढेपछि तल हेरेँ, त्यो खोला हेरेँ, कति फोरी जस्तो लाग्यो। त्यसपछि रोड हेऱ्यो अनि माथि हेरेँ, किन भन्दाखेरि तल हेर्दा चाहिँ अलिकति थोरै होइन भनौँ न मान्छे यति धेरै 15-20 जना जति हाल्दै थियो, अराउन्ड त्यति मान्छे हाल्दै थियो। त्यही भएर अब जहाँ बस्यो त्यहीँ हो, उभियो बस्नु त पाइँदैन, झ्याल खुल्ला थियो, मोबाइल झर्ला भन्ने डर फेरि। अनि यो चाहिँ पुग्ने बेलाको त्यो चाहिँ तपाईँको ट्रामको बाटो हो। अहिले म ट्राम पनि देखाउँछु अनि एकदम भोक लाग्यो। त्यसपछि म माथि पुग्ने बित्तिकै सुरुमा चाहिँ केही खान्छु भनेर गएँ। त्यहाँ पुगेपछि अनि यो छिर्नुको कारण चाहिँ अर्को के थियो भन्दाखेरि बाहिर धेरै गर्मी, भित्र चाहिँ यसो एसी थियो, त्यही भएर यसो एसीमा बस्नको लागि एकछिन भनेर पनि छिरेको हो। मैले यहाँ खोजेँ अब त्यहाँ बियर सियर यताउति मात्र थियो। मैले यताउति हेरेँ र त्यसपछि त्यहाँबाट चाहिँ तपाईँको एउटा चिप्स किनेर निस्केँ र यो यसो भ्यू हेरेँ। झट्ट भ्यू हेर्दा ठिकै लाग्यो, त्यो रोड हो मैले देख्न सक्नुहुन्छ। र यो रक माउन्टेन यो चाहिँ ट्रामको बाटो पनि यस्तो माथिबाट सिधै तल जस्तो देखिन्छ। एकदमै डेन्जर खालको त्यो रोड नै त्यहाँ देख्न सक्नुहुन्छ है, एकदम डेन्जर। त्यो पछाडिको पनि त्यो तपाईँको ट्रामकै रोड हो, त्यो चाहिँ अझै माथि ठाडो माथि जाने खालको एकदम टपमा थियो। मसँग टाइम थिएन, एउटा फोटो खिचेँ, भित्र म्युजियम हो कि केमा पनि गएर फोटो खिचेँ र माथिबाट मैले यसरी हालेँ। फेरि अर्को फोटो खिचेँ, 1-2वटा फोटोहरू खिचेँ र मैले एउटा पसलमा छिरेर चाहिँ अब के खानु पर्यो भनेर यसो हेरेँ। त्यहाँ पनि केही पनि नपाइने, काहीँ अब तपाईँको बिफको मासु मिसाएको, कहीँ के मिसाएको, अनि आफूले भने जस्तो कुराहरू चाहिँ अब केही पनि रहेन रहेछ।
अनि यसो हेरेँ फेरि 2टा चिप्स किनेँ, एउटा पानीको बोतल किनेँ। तर पानी चाहिँ यसो पछि बुझ्दाखेरि त त्यही छेउमा भर्ने ठाउँ पनि रहेछ। र मैले यहाँ एउटा बोर्डमा हेरेँ, बोर्डमा हेर्दाखेरि के रहेछ त भित्र भनेर यहीँबाट थाहा पाएँ होइन। म्युजियम अफ मोन्स्ट्रेट के भन्ने थियो, रेस्टुरेन्टहरू यताउति। अब त्यही थियो। म गएँ, त्यसपछि हिँडेँ अरे यहाँ अरू मान्छे पनि हिँडिरहेछन्, आफ्नै तालमा छन्, म आफ्नै तालमा छु। म गएँ र यहाँ पुगेपछि चाहिँ धेरैजनाले यो ठाउँमा चाहिँ ठ्याक्कै यहीँनिर चाहिँ फोटो खिचेको देखेको थिएँ। र माथि यसो होइन हेरेँ मैले, र एउटा यो घरमा के यो यस्तो के को बोर्ड लागिरहेको थियो होइन। अनि यो रक माउन्टेन त माथि हेर्नु न, घाम कति चर्को छ त्यहाँ घाम। यो माथि डाँडैसम्म चाहिँ तपाईँको एकदम टपैसम्म चाहिँ तपाईँको ट्राम जाँदो रहेछ। तर म जहाँ झरेँ त्यहाँ चाहिँ एउटा अब उयो स्टप रहेछ है। अनि आफ्नै एउटा DJI-बाट चाहिँ मैले यसरी आफ्नै भिडियो पनि खिचेँ, सेल्फी एक्टिभ अब फेस ट्र्याक गर्ने खालको के हुँदो रहेछ, एक्टिभ फेस भनेर। अनि म जता गएँ त्यति अलि नै अनि फोटो नि खिचेँ, स्ट्यान्ड थियो मसँग। अनि यो चाहिँ तपाईँको म्युजियमभित्र जस्तो थियो यो अर्को साइडको। म चाहिँ यहाँभित्र चाहिँ गइनँ, यसो हेरेँ मूर्ति सुर्ति यताउति। मलाई त्यति साह्रो मसँग समय नै थिएन, किन भन्दाखेरि म चाहिँ आज होइन यता क्याम्प नाउ होइन बार्सिलोना फुटबल होइन उतातिर चाहिँ तपाईँको म्युजियम जानुपर्ने थियो। र मैले हिँड्दा यहाँ पानी भरेँ, पानी आउँछ कि आउँदैन, धेरै मान्छेले त्यहीँबाट भरेर खाइरहेको थियो। र यो पानी चाहिँ माथिबाटै आउँदो रहेछ। अनि यसो घुमिसकेपछि अब कताबाट ट्राम चढ्ने, जाँदा त मेरो ट्रामको टिकट त ट्राम त देखेँ, तर कताबाट होला भनेर यसो बुझ्न हिँडेँ। र म बुझ्दा चाहिँ अब भ्यायो भने माथि अझै डाँडासम्म जान्छु भनेर चाहिँ सोचेको थिएँ। अनि यसो टिकट काउन्टरमा गएर बुझेँ, तर टिकट पनि महँगो थिएन त्यस्तो। तर माथि गएर आउनलाई चाहिँ मसँग टाइमै नहुने भयो, किन भन्दाखेरि म चाहिँ अब म्युजियम पनि जानुपर्ने थियो त्यही दिन। एकदमै समय थोरै थियो। फेरि म्युजियम तपाईँको बेलुका 7 बजे बन्द हुन्थ्यो। मैले त्यसपछि त्यहाँ अब आफ्नो 2:15को ट्राम थियो र म आफ्नो टिकट देखाएर त्यहाँबाट आएँ। र म यहाँ ट्रामलाई चाहिँ पर्खिरहेको थिएँ। मान्छेहरू एकदम राइट साइडतिर बस्दा चाहिँ बेटर हुँदो रहेछ। त्यो पछि कोही पनि जानुभयो भने राइट साइडतिर बस्नु, भ्यूहरू देख्न पाइँदो रहेछ। म चाहिँ सुरुमै लेफ्ट साइडतिर बसेँ, अब थाहा थिएन। त्यसपछि यो पछाडिको आन्टीको आउनु म चिन्दिनँ। र म पनि यसरी नै ट्राममा आयो, त्यसपछि ट्राममा चढेँ है। र अब त्यसपछि यो चाहिँ मैले ट्रामभित्रबाट खिचेको। र यो ट्रामबाट हिँड्दाको दृश्य तलको खिचेँ। तपाईँको बस्नुपर्ने चाहिँ राइट साइडतिर रहेछ। म लेफ्टमा बसेर अलिक राम्रोसँग भ्यू निकाल्न चाहिँ सकिनँ मैले, जस्तो सकेँ त्यस्तै निकालेँ। यहाँ देख्न सक्नुहुन्छ है अब तपाईँको त्यही हो एकदम। यहाँ जुन तरिकाले समय रहेछ त भने जस्तो तपाईँलाई लाग्न सक्छ, तर यस्तो चाहिँ थिएन है। एकदमै तपाईँको चाहिँ भनौँ न त्यस्तै ठाडो खालको मान्छेहरू त्यही हेरिरहेको थिए। मान्छे टुरिस्ट एरिया रहेछ त्यो चाहिँ धेरै नै आउने। र कोही पनि तपाईँको यदि बार्सिलोना गएर घुम्ने प्लान छ भने चाहिँ तपाईँको धेरै पनि लाग्दैन। एराउन्ड तपाईँको सबै त्यो काटाकुटु गर्दाखेरि जान आउनु सबै गर्दा 100 युरोमा सबै गर्दाखेरि त्यतिमा पुग्ने रहेछ। एकचोटि भिजिट गर्नुभयो भने चाहिँ ठाउँ चाहिँ राम्रो छ है। र जाँदा केबल कार अथवा आउँदा केबल कार होइन। अनि एउटा चाहिँ ट्राममा जाने आउने गर्नुहोस्, एउटा चाहिँ अब केबल कार जेमा भए पनि एउटामा जानुपर्ने, फर्किँदा अर्कोमा आउनुहोस्। र यो चाहिँ ट्रामबाट झरेपछि ट्रामको पहिलो स्टेप रहेछ। म चाहिँ झुक्केर तपाईँको यहीँनिर होला ट्रेन आउने भनेर चाहिँ यहाँ झर्न खोजेको। धन्न ड्राइभर राम्रो खालको रहेछ। यहाँ होइन बार्सिलोना जाने हो भने परको स्टप हो भनेर भने। त्यो चाहिँ अब तपाईँको कस्तो रहेछ भन्दाखेरि कोही मान्छे बस जस रिजर्भ गरेर आउँदाखेरि होइन कार सारमा आउँदाखेरि त्यहाँ राख्ने, अनि त्यो स्टपबाट चढ्ने रहेछ। यहाँ देख्न सक्नुहुन्छ अर्को ट्राम पनि आइरहेछ। र ड्राइभर नै ठ्याक्क त्यहाँ चेन्ज हुँदो रहेछ तपाईँको। अब यही ड्राइभरले चाहिँ यो एउटा ट्रामको चित्र देख्न सक्नुहुन्छ। यो ड्राइभरले चाहिँ माथि यो ड्राइभर चेन्ज भयो। जुन ड्राइभरले ल्याइरहेको थियो उसले चाहिँ ठ्याक्क यहाँसम्म ल्याउने, यहाँबाट चाहिँ तल अब सम्म बाटो थियो। र यहाँभन्दा माथि चाहिँ उसले लाने। उसले भनेपछि ड्राइभर पनि भनौँ न एउटा अब उकालोको लागि त्यही स्किल त्यही एक्सपिरियन्स अनुसारको। र यो चाहिँ तपाईँको भ्यू देख्न सक्नुहुन्छ। अलिक धमिलो आयो यहाँनिर चाहिँ भ्यू चाहिँ। र म चाहिँ अब यसरी घुमेर फर्किएँ। र फर्किएपछि तपाईँको बस
आफ्नो लास्ट स्टपमा चाहिँ अब होइन त्यहाँ पुगेर यहाँ ट्रेन चढ्न भनेर गएको यो अर्कै ट्र्याक नम्बरमा आएछ 1 र 3 रहेछ तर जानुपर्ने चाहिँ म 2मा रहेछ धन्न 2-4 मिनट थियो र हतार कुदो पारितिर जानुपर्ने त रहेछ अनि गएँ यसरी अब ट्राम चढेर फर्केँ अब म बार्सिलोना म्युजियम जाँदैछु थ्याङ्क यू फर वाचिङ